नारायणगढ बुटोल सडक पूर्वी खण्ड विस्तार अन्तिम चरणमा। अब 2 घण्टामा नारायणगढदेखि बुटोल निर्माण सुरु गरेको झण्डै 7 वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ बुटोल सडक खण्ड यति बेला निकै सहज बनेको छ। नारायणगढबाट बुटोल पुग्न सामान्यतया 2 घण्टा मात्रै लाग्ने गरेको छ। त्यसो त कतिपय निजी सवारी चालकहरू 1 घण्टा 30 मिनेटमा यो सडक पार गरेको बताउँछन्। गएको वर्षमा दाउन्नेको सडकका कारण कतिपयले यही सडकमा रात बिताउनु परेको थियो। वर्षा र पर्वको बेला पूर्व पश्चिम यात्रा गर्नुपर्ने, कतिपय पर्वमा घर जान समेत नसकेको पीडा छ। यहाँका ग्यास उद्योगी विमल कालाखेती गएको साता 1 घण्टा 30 मिनेटमा बुटोलबाट नारायणगढ पुगेको अनुभव सुनाउँछन्। सडक सहज र कतै अवरोध नभएको उनको भनाइरहेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका 4 का उद्योगी प्रकाश आचार्य नारायणगढबाट 1 घण्टा 50 मिनेटमा घरमा नै पुगेको बताउँछन्। उनले भने परिवार सहित निजी सवारीमा आउँदा निकै छिटो आइयो। विगतका सबै दुःख अहिले सडकले बिर्साएको छ। विगतमा यात्रा गर्दा दाउन्नेमा लामो जाममा पर्ने गरेको स्मरण गर्दै आचार्यले भने नारायणगढबाट साँझ 6 बजे हिँडेर भोलिपल्ट बिहान 10 बजे घर पुगेको थिए। यसरी धेरै पटक दुःख पाएको उनले बताए। अहिले सडक फराकिलो र निकै गुणस्तरीय भएको उनको भनाइरहेको छ। बुधबार बुटोलबाट 2 घण्टामा नारायणगढ आइपुगेका सञ्चारकर्मी प्रकाश ग्यावालीले विगतमा यही सडक 12 घण्टा भन्दा बढी समय लगाएर पार गरेको बताएका छन्। रूपन्देहीको सैना महिनामा बुवाआमासँग दशैं मान्न परिवार सहित भरतपुरबाट जाँदा 12 घण्टा सडकमै बिताएको उनले स्मरण गरेका हुन्। उनले भने झण्डै 7 वर्ष हामीले पीडादायी यात्रा सडकमा भोग्यौं। हिजो म 2 घण्टामा बुटोलबाट नारायणगढ आइपुगे। भरतपुरका एक कर्मचारी आफ्नो निजी गाडीमा नारायणगढबाट 1 घण्टा 44 मिनेटमा बुटोलको चौराहा चोक पुगेको बताउँछन्। बाटोमा 2 ठाउँमा शौच गरेर जाँदा समेत यो समयमा पुगेको उनको भनाइ छ। यो सडकमा समस्या आएर बुटोल पाल्पा लगायतबाट आउने यात्रु पोखरा हुँदै आउनुपर्ने बाध्यता रहेको थियो। कतिपयले कालीगण्डकी करिडोरको बाटो समेत प्रयोग गर्ने गरेका थिए। चितवन आउँदा भैरवाबाट विमान मार्फत काठमाडौँ हुँदै पुनः चितवनमा आउनेहरू पनि प्रशस्त थिए। कतिपयले भैरवाबाट पोखरा आएर चितवन आउने गरेका थिए। बर्सातको समयमा धेरैले निकै दुःख पाएको यो सडक अहिले सरल र बनेको छ। नारायणगढ बुटोल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार यो सडकको निर्माण 2 खण्डको 92% हाराहारी सकिएको छ। सडक सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उनले जानकारी दिएका हुन्। नारायणगढबाट 113.35 किलोमिटर बुटोलको दूरी छ। यो सडकलाई 2 खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। दुवै ठेक्का एउटै चिनिया ठेकेदार कम्पनीले पाएको छ। करिब 17 अर्ब लागतमा निर्माण भइरहेको यस आयोजनामा एसियाली विकास बैंक एडीबी को 85% सहुलियत पुनः र नेपाल सरकारको 15% लगानी रहेको छ। चिनिया सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको यस आयोजनाको काम विक्रमसम्म 2075 चैत 8 गतेदेखि सुरु भएको थियो। सुरुमा 42 महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि पटक पटक मिति थप गर्दै आएको छ। 65 किलोमिटर लम्बाइको नारायणगढ दाउन्ने खण्डलाई पूर्वी खण्ड र 49 किलोमिटर लम्बाइको दाउन्ने बुटोल खण्डलाई पश्चिमी खण्ड भनिएको छ। नारायणगढ बुटोल सडक 2 लेनबाट 4 लेनमा विस्तार गरिएको हो। बस्ती भएका ठाउँमा 6 लेन बनाइएको छ। यस विस्तार अन्तर्गत बजार क्षेत्रको 28 किलोमिटर खण्डलाई 6 लेन र अन्य क्षेत्रलाई 4 लेनमा स्तर उन्नति गरिएको छ।